खिर खाने भ्लग। नमस्ते एभ्रिवान, आज हामी चाहिँ खिर पकाउन गइरहेको छौँ। खिर अनि त्यसपछि रोस्ट अनि अचार अनि अब हजुरहरूलाई यो हामी लगत्तै देखाउँछौँ के पकायौँ भनेर हेरेर साथ दिनु होला। थ्याङ्क यू। कोकोनट पिस हुँदैछ यहाँनिर अनि हाम्रो यहाँ यो हुँदैछ किसमिस। हेलो साथीहरू, आजको भ्लगमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आज चाहिँ हाम्रो नेपालको चाहिँ साउन 15 गते अनि खिर खानुपर्ने दिन, खिर खाने दिन। अनि हामी चाहिँ यहाँ फुजेरामा छौँ अनि ठिक्कै हाम्रो छुट्टी पनि परेको छ। छुट्टीको बेलामा चाहिँ हामी सबै रुमको साथीहरू मिलेर चाहिँ हामी खिर खाँदैछौँ। त्यसपछि हामी चिकन रोस्ट बनाउँदैछौँ। सबैको भ्लग आज हुनेछ। अनि किचनमा जाँदैछु, हाम्रो साथी र बहिनीले चाहिँ दुध उमाल्दैछ। फाइनली हाम्रो रोजिनाले चाहिँ दुध उमाल्दैछ। अब हाई पनि भन्नु पऱ्यो नि त फेरि। ओके, अटेछ मजाले। यहाँ कति लिटर? 3 लिटर। अलिकति ठिकको भयो। चामल चाहिँ कुन बेला हाल्ने त? उम्लिन्छ। ओके ल, ऊ चाहिँ अब खिर बनाउनुमा चाहिँ एक्सपर्ट छ, त्यही भएर उसले चाहिँ मजाले गर्दैछ। यहाँनिर चाहिँ हाम्रो काटकुट हुँदैछ। सबै मैले अघि पनि देखाएको थिएँ। यहाँनिर यसरी काटकुट हुँदैछ। यो नरिवल चाहिँ उब्रेर, अब यो फेरि मैले अघि भने नि प्राचीन कालको नरिवल हो कि यो। फेरि काट्न पनि गाह्रो अनि स्वाद पनि मिठो छैन यसको। फेरि यसको केही स्वाद छैन, केही पनि स्वाद छैन बा। यसको प्याज काटेर कोही रोइरहेछन्। मैले भनौँ यो प्राचीन कालको नरिवल हो कि यो। हामी उयो पनि बनाउनु लाग्यो। के अरे यो के अरे ओइ दिन लस्सी, बनाना लस्सी। यो बनाना भयो, त्यसपछि यो फुल क्रिमवाला छ। त्यसपछि हाम्रो यहाँ पनि छ यो चाहिँ यो हाल्ने बनाना। ए यो चाहिँ हाम्रो तिल। ओके, तिल चाहिँ अलरेडी भुटेको चाहिँ हाम्रो नेपालबाट लिएको। यो चाहिँ हाम्रो नेपालको हो नि, यहाँ किने होइन। यो चाहिँ यो धनिया चाहिँ बरु पानी यिनीहरू यहाँ चाहिँ नाचेको। यो चाहिँ गीत चाहिँ तपाईँ त्यहाँ तिमीहरू मलाई नसोच सक्यो तिमीहरूको डान्स। हाम्रो खिरको लागि मसला के छ बताइदेऊ त अनु। किसमिस अनि यसमा छ आलमन्ड र के भन्छ अरे आलमन्ड र काजु छ। अनि हामीले चाहिँ ल्वाङ सुकमेल कुटेर यस्तो धुलो बनाएको छ। यहाँले भने खिरमा चाहिँ धेरै स्वाद आउँछ। अनि हाम्रो चिकन पनि रेडी भइसक्यो। फ्रोजनलाई चाहिँ हामीले यहाँ भिजाएको थियौँ। अब यताको नेपाल चाहिँ फ्रेस त पाइँदैन, यस्तै छ। यो मात्र कट भइरहेको छ। यसलाई चाहिँ हामी रोस्ट गर्ने अनि यसलाई हामी काट्ने। स्मृतिले चाहिँ स्मृतिलाई म हेल्प गरिरहेको छु काट्नुको लागि। ठिक्क ठिक्कको लेग्स हो यहाँनिर। यो लेग्स के हो? यो लेग्सको रोस्ट गर्ने यत्रो छालासँग गर्नु, छालासँग गर्नु। हाम्रो चिकन म्यारिनेट हुँदैछ यहाँनिर। मोला त ओ माई गड, बास्ना पनि हरेर आछ। साउनको खुसियालीमा मेहन्दी खुट्टामा लाग्छ यसरी। ओ माई गड, हाम्रो खिर कस्तो राम्रो कलर आएको है। त्यसलाई भुट्यो नि त एकै घिउमा यम्मी हुँदैछ खिर हाम्रो। साथीहरू अहिले हामी किचनमा छौँ अनि हामीहरू चाहिँ रोस्ट बनाउँदैछौँ। त्यसपछि घिउ पनि बनाएको यहाँ फोनमा घरमा।
यहाँनिर उसले घरमा बोल्दैछ अनि हाम्रो के अरे रोस्ट बनाउने मान्छे चाहिँ हिना त्यसपछि स्मृति हो मित्रहरू हाम्रो रोस्ट चाहिँ यस्तो हुँदैछ यो मजाले यसलाई डिप फ्राई गर्नुपर्ने हुन्छ हाम्रो दुईवटा चुल्हा चाहिँ एउटा यहाँ त्यसपछि अर्को यहाँनिर हुँदैछ यो मान्छेले पकाउनु पर्ने भएकोले गर्दाखेरि यस फाइनली हाम्रो खिर इज रेडी गाइस ओ माय गॉड बनाउन चाहिँ बिचरा धेरै गर्मी भएछ उसलाई किचनमा किनभने धेरै हाम्रो गर्मी छ हो ल यहाँ हाम्रो चाहिँ यसरी खिर यहाँदेखि यहाँ किन खाना हुँदाखेरि ट्रान्सफर हुँदैछ यो चाहिँ अर्काको हो दिनुपर्छ कस्तो दामी भएको छ कि ओ माई गड म अहिले चाहिँ म यहाँ छ कि यहाँ बिरको धर खाना खायो खिर म हल्का म ट्राई गर्दैछु खिर चाहिँ हुनुपर्ने खिरै भएको छ कि अनु पनि ट्राई गर्दैछ होइन मुटु भाग गुलियो पनि ठिक्क भएको छ ओके एकदम टेक्सचर चाहिँ अलिकति क्रिमी क्रिमी घिउ कस्तो दामी भएको छ कि यो मेहनत गरे अनुसार चाहिँ भएको छ अचार हाम्रो रेडी हुँदैछ प्याज खोर्सानी केही पनि छैन कि नुन सुन केही पनि हालेको छैन नुन अब अमिलो समिलो हाल्ने त्यति नै हो भयो होला है धेरै नुन चाहिँ नहाल्नु मलाई खानै भयो खाऊ तिमी खाऊ अब हाम्रो लस्सी रेडी हुँदैछ बनाना हालिन्छ के को नट्सहरू नट्स त बाटोबाट हाल्छ ल लस्सी इज रेडी न हाम्रो कप पनि व्हाइट छ सबै कुरा व्हाइट छ क्या हाम्रो यहाँ माथिबाट हामीले नट्स हाल्दैछौँ नट्स ओके नट्स हाम्रो जाँदैछ चिनी कम भएछ हाम्रो खिर पस्किने बेला भइसक्यो ओ माई गुडनेस यस्तो दामी भएछ नि ओके हाम्रो अचार भइसक्यो यहाँनिर खिर अचार खिर रोस्ट एन्ड अचार अब साथीहरू हामी चाहिँ आजको खानेकुराहरू खान लागेको छ हिँड यता हेरेर खाऊ न त कस्तो भइरहेको छ टेस्ट मिठो धेरै मिठो भइरहेको छ धेरै मिठो के खिर चाहिँ यस्तो दामी भएको छ खिर अमाइ गुड्ने त्यसपछि काँक्रा र आलु मटरको अचार त्यसपछि चिकन रोस्ट यो पनि सेतो त्यो पनि थ्याङ्क यू गुड नाइट अब सुत्न पाउनुहुन्न तपाईँहरू कस्तो भइरहेको छ स्वाद एकदम दामी जसले पनि खिर पकाउनु भएको धेरै धेरै धन्यवाद माने 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 अनुलाई कस्तो भइरहेको छ भन त एकदम मेरो ठ्याक्क मेरो सासूले बनायो उहाँलाई चाहिँ अनु चाहिँ सासूको याद आएको छ उसलाई त अब खिर बनाउने भान्से नि हो उसलाई त मिठो लाग्दैन हुन्छ उसलाई आमाको याद उसलाई सासूको याद हामीलाई चाहिँ नेपालको याद आएको छ सबैलाई एकमुष्टमा चाहिँ विशेष गरी साथीहरू हामी चाहिँ नेपाल बाहिर बसे पनि जति पनि नेपाल बाहिर बस्नुभएको छ विदेशमा बस्ने सबै साथीहरूलाई चाहिँ हाम्रो नेपालको खानेकुराहरूको याद आउने गर्छ नेपालको हरेक कुराको याद आउने गर्छ त्यो हुँदाखेरि चाहिँ आफ्नै रुमको साथीसँग मिलेर चाहिँ यसरी बनाएर खाँदाखेरि चाहिँ त्यो कुरालाई चाहिँ कम्प्लिट गर्छ त्यो भएकोले गर्दाखेरि जति पनि रुममा बस्नुहुन्छ ओतिर परतिर सबैजना साथीहरू मिलेर बस्नु होला मिलेर चाहिँ खाना खाने गर्नु होला नेपालको सम्पूर्ण यादहरू चाहिँ यसरी नै कम्प्लिट भएर जान्छ